अन्य निजामती र अन्य सरकारी थप्यो। ल धन्यवाद यार, तपाईले बडा राम्रो गर्नुभएको छ भने मन्त्रीज्यूले मलाई धन्यवाद दिनु। लीलानाथ श्रेष्ठ पनि हुनुहुन्छ। अनि मैले यो तपाईँ हेर्नुहोस् है भने उहाँले हेर्नुभयो, हुनुहुन्छ तपाईँ। यो रिपोर्ट दिएको थियो थिएन मैले त्यहाँ। अनि रिपोर्ट पाइन भनेर इन्टरभ्यू दिने मन्त्रीले राज्य व्यवस्थाले यसो गर्यो भन्ने रिपोर्ट तपाईँहरूको अगाडि मैले दिएको हो कि होइन? तपाईँले हेरेर यो ठिक छ भने हो कि होइन? हो, तपाईँ सुन्नु नि त। अनि रिपोर्ट भनेको के हो त? तपाईँ रिपोर्ट पाइन भन्ने। अनि मलाई सुन्नुहोस् एउटा कुरा, त्यसैले मेरो निष्ठामाथि पनि प्रहार भएको छ। यो समितिमा हामीले नागरिकता विधेयक पास गर्यौं, संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक पास गर्यौं, अनुगमन विधेयक पास गर्यौं। यो समितिमा आएपछि सबै मान्य सदस्य भ्रष्टाचार सम्बन्धी पास गर्यौं। सबभन्दा ठूलो उपलब्धि हामीले यो समितिले गरेको छ। तर यो समितिलाई खुइल्याउने काममा केही मान्छेहरू लागेको हामीलाई अनुभूति भयो। आज थाहा पाउँदैछु म यो कसले गर्यो भन्ने कुरा। सबै निजामती कर्मचारी खराब छन् भने म भन्न चाहन्न। क्षमता, योग्यता र प्रतिष्ठा हेरेर हामीलाई गर्व लाग्छ। कतिपय निजामती कर्मचारीको हेर्दा कतिपय निजामती कर्मचारीहरू आफू मात्रै खाउँ अरू जाओस् भन्ने मनोवृत्तिको पनि हामीले देखेका छौँ। त्यसलाई कन्ट्रोल गर्न पनि हामीले कुलिङ ब्रेड ल्याउन खोजेका हौं। त्यो बापत हामीले कत्रो भनाइ खानु पर्यो, कठिनाई खानु पर्यो, बेइज्जती भोग्नु पर्यो। साझा रूपमा हामी चाहिँ यो जस्ताको तस्तै छ भनेर लाने बीचमा चाहिँ तोड्ने काम गर्नुहुन्छ। यो गम्भीर अपराध हो, अक्षम्य अपराध हो। हामी सभामुखलाई छानबिनका लागि अनुरोध गर्न चाहन्छौं। छानबिन पछाडि गल्ती भयो भने रामरी खतिवडा जस्तो सुकै सजाय, मेरो गल्ती देखियो भने सजायको भागी बन्न तयार छ। मान्य सदस्यहरू मार्ग प्रशस्त गर्नुहोस् भन्नुभयो। तर म फेरि पनि भन्छु, कुनै पनि इस्युमा रामरी खतिवडाको यस्तोमा यिनै कुनै पनि इस्युमा समितिको रायभन्दा बाहेक एउटा मैले थपेको भनेको निजा राजीनामा दिएपछि र अन्य सरकारी दुईटा भन्दा बाहेक रामरी केही थिएन। तर यो हामीले गरेको निर्णयलाई उल्ट्याउने र बिगार्ने काम कहाँ बस्छ भनेर हामीले आज जान्न चाहेका थियौं। अलिअलि अनुभूति भएको छ। यसबारेमा सम्मान्य सभामुखसँग पनि हामी अनुरोध गर्न चाहन्छौं। र मेरो नैतिकताको कुरा पनि आयो। मान्य सदस्यहरू, नैतिकताको कुरा, मैले पनि राजनीतिमा कसैको निगाहले म यहाँ आएको होइन। निर्वाचित भएर आएको हुँ, एकपटक होइन, त्योभन्दा बढी पनि भएको होला। मेरो बाउ शहीद भएर पनि आएको होइन, म चन्दा दिएर पनि आएको होइन। म राजनीतिमा दुखै गरेर आएको हुँ। म क्यारम बोर्ड खेले जस्तो, यहाँ टेन्की खेले जस्तो यहाँ त्यहाँ देखाएर यता छिराउने मान्छे पनि होइन। निष्ठा र प्रतिष्ठा जे मैले बोलेको थिएँ त्योसँग आज पनि म दृढ छु। कानून बनाउने काम गाह्रै हुन्छ, मलाई पनि थाहा छ। तर म माथि आक्रमण प्रहार भएको छ। हिजो अस्तिदेखि नै म देखि